हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। जय मस्जिद, नमस्ते। यो चाहिँ मेरो नेपालबाट मगाएको गिटारको तार अनि यसको चाहिँ यो फर्स्ट स्ट्रिङ प्लास्टिकको छ, यो बस्दैन। फाइनली गाइज मैले चाहिँ यो स्ट्रिङ फेरिसकेको छ अनि है यहाँ त 5 केडी पर्छ क्या यस्तो स्ट्रिङलाई। अनि यो चाहिँ मैले नेपालबाट मगाएको यो फर्स्ट स्ट्रिङ चाहिँ बडी छुट्टिने भएको कारणले मैले बनाएको छु। अनि यो चाहिँ मैले फराएँ। यस्तै छ गाइज है, धेरै बजाउनु त खासै आउँदैन, त्यही पनि यसो काम चलाउने बाटो होइन। अनि हल्का अलिअलि प्र्याक्टिस चाहिँ जारी नै छ, खासै बजाउनु आउँदैन। अनि यसो जति जाने चाहिँ त्यति बजाउँछु, यस्तै छ। हुन्छ गाइज, यदि तपाईँहरू यो भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला होइन। एकअर्काले सपोर्ट गर्नुपर्छ, के गर्नु यस्तै छ होइन। जाने नजाने यताउता गर्ने पऱ्यो होइन, यस्तै छ। अब विदेशमा टाइम पास होइन, विदेशमा हामी अब यत्रो बसिरहेको हुन्छौँ अनि मोबाइल हेर्दा हेर्दा कति हेर्नु होइन, टिकटक कति हेर्नु, फेसबुक कति चलाउनु क्या। अनि त्यो भएको कारणले अनि एउटा यो चाहिँ किनेर ल्याउनु, यो पनि सेकेन्ड ह्यान्ड, नयाँ किन्नु सकिन्न। नयाँ किन्नु पैसाले त होइन, नेपालमा छोरा छोरी होइन, श्रीमती आमा बुवाले केही किनेर खाओस् भनेर खुवाउँछु। अनि त्योभन्दा थोरै केही पैसा चाहिँ अलिकता बचाएर चाहिँ मैले एक किनेको कि एकदमको। त्यही भएर सेकेन्ड ह्यान्ड गिटार लिएको भएर चाहिँ अलिक सस्तोमा पाएको है। यहाँ कुवेतमा यहाँ सुकजुमामा फ्राइडे मार्केट लाग्छ, अनि त्यही भएर त्यहाँबाट चाहिँ मैले यो उठाएर ल्याएर जे होस् काम चलिरहेको छ। यस्तै छ गाइज है। थ्याङ्क यू फर द वाचिङ, धन्यवाद सबैजनालाई।